नमस्कार हजुरहरूलाई स्वागत छ हाम्रो नयाँ भिडियोमा। आजको यो भिडियोमा मैले हजुरहरूलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको राइट सेयर कहिलेदेखि खुल्दैछ, यो राइट सेयरमा कसले आवेदन दिनु मिल्छ र यो राइट सेयरमा कति किता आवेदन दिने भनेर जानकारी दिनेछु। ढिला नगरिकन भिडियोलाई सुरु गरौँ। नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरलाई आफ्नो प्रारम्भिक समीक्षामा राख्दै पाइपलाइनमा समावेश गरेको थियो। कम्पनीले असार 23 2081 मा बोर्डमा आवेदन पेश गरेको थियो। नेपाल धितोपत्र बोर्डले 2081 साल चैत्र 3 गते सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको छ। कम्पनीले आफ्नो हालका सेयरधनीहरूलाई 27% हकप्रद सेयर 1:0.27 अनुपात जारी गर्दै 1,06,96,320 किता हकप्रद सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य 1,06,96,32,000 रुपैयाँ हुनेछ। कम्पनीको हालको चुक्ता पुँजी 3,96,16,00,100 रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद सेयर समायोजनपछि 1,06,96,320 किता थपिएपछि कम्पनीको चुक्ता पुँजी 5,03,12,32,100 रुपैयाँ पुग्नेछ। नेपाल एसबिआई मर्चेन्ट ब्याङ्किङ लिमिटेडलाई हकप्रद सेयर निष्कासनको लागि निष्कासन प्रबन्धकमा नियुक्त गरिएको छ। यस समाचार लेख्दासम्म सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य 650.22 रुपैयाँमा बन्द भएको छ। अब कुरा गरौँ यो कम्पनीले राइट सेयर कहिलेदेखि निष्कासन गर्दैछ। अगाडि राइट सेयर निष्कासन गरेका कम्पनीहरू बलेफी हाइड्रोपावर लिमिटेड, नादी ग्रुप पावर लिमिटेड, नेको इन्स्योरेन्स लिमिटेड र दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडलाई हेर्ने हो भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका दिनदेखि छिटोमा 44 दिन र ढिलोमा 58 दिनभित्रमा राइट सेयर निष्कासन गरेका थिए। त्यसैले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि छिटोमा 2082 साल वैशाख 16 गते र ढिलोमा 2082 साल वैशाख 30 गतेसम्ममा राइट सेयर निष्कासन गर्ने उच्च सम्भावना रहेको छ। अब कुरा गरौँ यो राइट सेयरमा कसले आवेदन दिन सकिन्छ। यस कम्पनीको बुक क्लोज डेट भन्दा एक दिन अगाडिसम्म हजुरको डिम्याट एकाउन्टमा यो कम्पनीको सेयर छ भने हजुरहरूले यो कम्पनीको राइट सेयरमा आवेदन दिन सक्नुहुनेछ। यस कम्पनीको बुक क्लोज डेट अझैसम्म तय भएको छैन। बुक क्लोज डेट तय भए पश्चात मैले हजुरहरूलाई अवश्य पनि भिडियो अथवा पोस्ट मार्फत जानकारी दिने नै छु। र हजुरहरूको एकदम ठुलो जिज्ञासा भनेको यस कम्पनीको राइट सेयरमा कति किता आवेदन दिने भन्ने रहेको छ। त्यसको बारेमा पनि बुझौँ है त। यस कम्पनीले 27% हकप्रद अथवा राइट सेयर निष्कासन गर्दैछ। त्यसैले हजुरसँग एसएनएलआई को 10 किता सेयर छ भने यसको 27%ले हुन आउने 2.7 किताका लागि आवेदन दिनुपर्नेछ। हजुरसँग एसएनएलआई को 20 किता सेयर छ भने यसको 27%ले हुन आउने 5.4 किताका लागि आवेदन दिनुपर्नेछ। त्यसै गरी हजुरसँग एसएनएलआई को 50 किता सेयर छ भने यसको 27%ले हुन आउने 13.5 किताका लागि आवेदन दिनुपर्नेछ। र यदि हजुरसँग यस कम्पनीको 100 किता सेयर छ भने 27 किताका लागि आवेदन दिनुपर्नेछ। अन्तिम कुरा के रहेको छ भने प्रति किता हजुरलाई 100 रुपैयाँ मात्र पर्नेछ। आशा छ यो भिडियो हेरेर हजुरहरूले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको राइट सेयर कहिलेदेखि खुल्दैछ, यो राइट सेयरमा कसले आवेदन दिन मिल्छ र यो राइट सेयरमा कति किता आवेदन दिने भनेर जानकारी पाउनुभयो। भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक, सेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को समय नयाँ जानकारी र अपडेट सहित भेटौँला। धन्यवाद।